कुण्डली मिलाएर गरेको विवाह सफल हुन्छ भन्ने एउटा गहिरो विश्वास छ हैन त। तर अचम्मको कुरा के छ भने आजकल यस्ता विवाह भनी सम्बन्ध विच्छेदमा टुङ्गिएको हामी कति धेरै देख्छौं सुन्छौं। आखिर यस्तो किन भइरहेको छ? ल आज हामी यही स्रोत सामग्रीमा टेकेर यसको पछाडिका ज्योतिषीय कारणहरू के हुन सक्छन् भनेर अलि गहिराईमा पुगेर हेरौं है त। त्यसो भए फेरि त्यही मूल प्रश्नमा आउँ है। ज्योतिषशास्त्र अनुसार सबै कुरा गुणदेखि लिएर अरू पक्षहरू मिलाएरै गरिएको विवाह पनि आखिर किन टुट्छ त? हो, यही विरोधाभास नै आजको हाम्रो विश्लेषणको केन्द्रबिन्दु हो। आज हामी के कुरा गर्छौं भने सुरुमा त यो समस्या र यसका सम्भावित कारणहरू के हुन् भनेर केलाउँछौं। त्यसपछि ग्रहहरूको प्रभावले कसरी काम गर्छ भन्ने बुझ्ने कोसिस गर्छौं र अन्त्यमा स्रोतले भनेअनुसार सही तरिकाले कुण्डली मिलान गर्ने विधि चाहिँ के रहेछ त हो त्यो पनि हेर्नेछौं। ल अब सुरु गरौँ है त। हाम्रो समाजमा विवाह भनेको के हो? यो त जीवनभरको लागि जोडिएको एउटा पवित्र सम्बन्ध हो। अनि यही सम्बन्ध मिठो होस्, सुखद होस् भनेर त परापूर्वकालदेखि नै कुण्डली मिलान गर्ने परम्परा बसेको हो नि। तर विरोधाभास पनि ठ्याक्कै यही नै छ। यति धेरै हेरेर सोचेर सबै कुरा मिलाएर विवाह गर्दा पनि सम्बन्ध विच्छेदको दर त झन बढिरहेको जस्तो देखिन्छ। अनि यस्तो भएपछि त धेरैको मनमा एउटा प्रश्न उठ्न स्वाभाविकै हो, कतै यो ज्योतिषशास्त्र नै गलत त होइन? अब ठिक यहीँनिर स्रोत सामग्रीले एउटा एकदमै रोचक तर्क अगाडि सार्छ। एकछिन सोचौँ त, के समस्या ज्योतिषशास्त्रमा नै छ वा त्यसलाई व्याख्या गर्ने ज्योतिषीमा छ? दोष कसको? यसलाई एउटा उदाहरणबाट बुझौँ न। मानौ ज्योतिषशास्त्र भनेको एउटा नक्सा हो जसले हामीलाई सही बाटो देखाउँछ र ज्योतिषी भनेको चाहिँ त्यो नक्सा पढ्ने व्यक्ति। अब स्रोत सामग्रीको तर्क के छ भने यदि कोही बाटो बिराउँछ भने गल्ती नक्साको हुन्छ कि नक्सा पढ्नेको? हो, गल्ती नक्सा पढ्नेको पनि त हुन सक्छ नि। यहाँ मुख्यतया दुईवटा कुरामा औँला उठाइएको छ। पहिलो त ज्योतिषीको अनुभव वा ज्ञानमै कमी हुनु, अनि दोस्रो जुन आजकाल एकदमै सामान्य भइसक्यो त्यो हो कम्प्युटर सफ्टवेयरमाथिको आँखा चिम्लेर गरिने भर। किनभने सफ्टवेयरले त माथिमाथिको विश्लेषण मात्रै दिन्छ, भित्रका कतिपय गहिरा र महत्त्वपूर्ण कुराहरू त छुटाइदिन्छ नि। त्यसो भए ती गहिरा कुराहरू जुन सफ्टवेयरले छुटाउँछ ती के हुन् त? ल अब केही त्यस्ता ज्योतिषीय पक्षहरूको बारेमा कुरा गरौँ जुन अक्सर सामान्य विश्लेषणमा छुट्ने गर्छन्। यो बुझ्नको लागि सबैभन्दा पहिले हामीले दशा भन्ने अवधारणालाई बुझ्नुपर्छ। ज्योतिषशास्त्रले के भन्छ भने हाम्रो जीवनको हरेक कालखण्डमा कुनै न कुनै ग्रहको विशेष प्रभाव परिरहेको हुन्छ। हो, त्यही ग्रहको प्रभाव चल्ने समय अवधिलाई नै दशा भनिन्छ। र यहाँ एकदमै रोचक उदाहरण दिइएको छ। स्रोतका अनुसार यदि कसैको कुण्डलीमा बृहस्पतिको महादशा चलिरहेको बेला शुक्रको अन्तर्दशा आयो वा ठिक उल्टो शुक्रको महादशामा बृहस्पतिको अन्तर्दशा चलिरहेको छ भने त्यसले दाम्पत्य जीवनमा वियोग वा छुट्टिनुपर्ने अवस्थासम्म ल्याउन सक्छ रे। अब सोच्नुस् त, एउटा गहिरो विश्लेषणको मुख्य काम नै यस्तै सम्भावित जोखिमहरूलाई पहिले नै पत्ता लगाउनु हो। ल समस्याको कुरा त धेरै भयो, अब अलिकति समाधानतिर पनि लागौं। स्रोत सामग्रीका अनुसार एउटा सही र पूर्ण कुण्डली मिलानको प्रक्रिया वास्तवमा कस्तो हुनुपर्छ त? यहाँ हामीले बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने नि, कुण्डली मिलान भनेको कम्प्युटरमा हालेर कति गुण मिल्यो भनेर हेर्ने सङ्ख्या मात्रै होइन। त्यो त विश्लेषणको सबैभन्दा बाहिरी र सतही तह मात्रै हो। वास्तविक र गहिरो विश्लेषण त त्यो गुण हेरिसकेपछि पो सुरु हुन्छ। एउटा विस्तृत विश्लेषणमा त केटा र केटी दुवैको आयु, स्वास्थ्य, आर्थिक अवस्था अनि सन्तान योग जस्ता धेरै पक्षहरू हेरिन्छ। यति मात्र कहाँ हो र कुण्डलीमा माङ्गलिक, काल सर्प जस्ता कुनै गम्भीर दोषहरू छन् कि छैनन् भनेर पनि त जाँच्नु पर्यो। स्रोतले एउटा कुरा के स्पष्ट पारेको छ भने यदि कसैको कुण्डलीमा सम्बन्ध विच्छेद वा वैधव्य जस्तो एकदमै गम्भीर योग बनेको छ भने 36मा 36 गुण नै किन नमिलोस्, त्यस्तो विवाहको लागि अगाडि बढ्नै हुँदै। ल अब हामी यो पुरै विश्लेषणको सार वा निष्कर्षमा आइपुगेका छौं। त्यसो भए यतिका कुरा गरिसकेपछि यसबाट लिनुपर्ने मुख्य सन्देश चाहिँ के हो त? मूल कुरा यही हो। महत्त्वपूर्ण कुरा कुण्डली मिलान भयो कि भएन भन्ने मात्रै होइन, बरु त्यो मिलान कसरी गरियो भन्ने हो। विश्लेषण कति गहिरो थियो, ज्योतिषी कति अनुभवी र विज्ञ थिए, हो यही कुराले नै सबै फरक पार्छ।
र जाँदा जाँदै एउटा प्रश्नमा अलिकति सोचौँ न, एउटा सुखी वैवाहिक जीवनको लागि ज्योतिषीय मार्गदर्शन बढी महत्त्वपूर्ण हुन्छ वा दुई व्यक्ति बीचको आपसी समझदारी, प्रेम र प्रयास? सायद